पढेको कुरा सबै याद हुन्छ हुँदैन त्यसो भए के हो त रिभिजन सो नाउ रिवाइज सो नाउ लेट्स स्टार्ट ना डेली कि बेटा रिवाइज कर लेना तो वो इसलिए बोलते हैं कि रिवाइज कर लेना ताकि आज जो पढ़ा है वो 24 घंटे के बाद फिर से रिवाइज करें। जितना मर्जी पढ़ लो, अगर आप पेपर वाले दिन आपको सोचना पड़ रहा है कि ये क्या था तो कोई फायदा नहीं है। पहला रिवीजन कब होना चाहिए? 1 से 2 घंटे का शेड्यूल निकालिए रिवीजन के लिए। हेलो वेलकम एभ्रिवान टु तिलक टिचिङ। हामी सबैलाई पढ त भन्छन् है, कति पढ्ने, पढेको कुरा के याद नै हुँदैन। त्यसो भए के गर्ने त? त्यसको एउटै तरिका छ, त्यो भनेको रिभिजन। सो एभ्रिवेयर हामीले सुनेको हुन्छौँ रिभाइज गर्ने। तर यो रिभाइज भनेको के हो अथवा रिभिजन भनेको के हो हामीले कसैले भन्दैन। आज हामी रिभिजन सम्बन्धी एकदम स्पेसल टेक्निक र साइन्टिफिक प्रुफको साथ भिडियो लिएर आएका छौँ। यस भिडियोमा हामी रिभिजन सम्बन्धी म्याक्सिमम कुराहरू हामीले कभर गर्नेछौँ है। सो लेट्स स्टार्ट गरौँ। तर त्यो स्टार्ट गर्नुभन्दा अगाडि एउटा म गिभ अवे एनाउन्समेन्ट गर्न गएको छु। हाम्रो यो साइडमा एउटा प्रिन्सिपल अफ फिजिक्स भन्ने हाम्रो के छ बुक छ। यो बुक गिभ अवेमा छ। यो भिडियोको कमेन्ट गर्ने लकी वानले यो बुक गिभ अवे फ्रीमा पाउनेछ। आई थिङ्क एराउन्ड 1000 यसको प्राइस रहेको छ। सो यो गिभ अवे गिभ अवेमा पार्टिसिपेट गर्नलाई हामीले के गर्ने त? सर्वप्रथम यो भिडियोमा कमेन्ट, त्यसपछि 5 जना साथीलाई सेयर गर्ने, लाइक गर्ने, यति नै हो। एकदम सिम्पल टास्क छ र टास्क गरेपछि तपाईहरु गिभ अवेमा के हुनुपर्छ? पार्टिसिपेट हुनुहुन्छ। त्यसपछि गिभ अवे स्टार्ट गर्नेछौँ हामी। सो लेट्स स्टार्ट टु आवर भिडियो। हामी एभ्रिवेयर सुनेको हुन्छौँ रिभिजन। यो कुरा रिपिट भइरहेछ। सो वाट इज रिभिजन र हाउ टु डु रिभिजन? हामीले पढेको कुरा सबै याद हुन्छ हुँदैन नि। सो याद हुने अथवा याद गराउने प्रोसेसलाई हामी बेसिकली रिभिजन भन्छौँ। यसको डिटेल स्टडी हामी केही समय गर्नेछौँ है। त्यसपछि अब हामी जाऊँ, एउटा अर्को सरप्राइज पनि छ गिभ अवे सँगसँगै। सरप्राइज कस्तो छ भनेपछि एउटा डेन्जर सरप्राइज जो चाहिँ भिडियोको बिचमा पनि आउनसक्छ र लास्टमा पनि आउनसक्छ। त्यो सरप्राइज थाहा पाउनु लागि त फुल भिडियो हेर्नै पर्यो। सो एउटा सानो स्टोरीबाट सुरु गरौँ। स्टोरी के छ भने चाहिँ A to Z अथवा Z to A भन्ने स्टोरी छ है। यो स्टोरीले भन्न खोजेको के हो त? यो स्टोरीले के भन्छ भने चाहिँ हामी A देखि Z पढ्ने अथवा Z देखि A पढ्ने। अब सबैजनाले भिडियो ट्याक्कै पज गर्ने र सुरु गर्ने A बाट Z सम्म भन्न। सिरियल अनुसार हामी भन्न सक्छौँ, जस्तै A B C D गर्दै। तर जब हामीलाई Z देखि A कोहीले भन्न पठाउँछ नि, हामी भन्न सक्दैनौँ, अक्मकिन्छौँ। Z बाट A सिरियल ब्याकवर्डबाट भन्न गाह्रो हुन्छ। किन? ड्यु टु ल्याक अफ रिभिजन। हामीले सानैबाट पढाएको अथवा हामीले पढेको भनेको के हो? सिरियलले इन्क्रिजिङ, अगाडिबाट पछाडि, द्याट मिन्स A बाट Z, तर Z बाट A पढाइएन। सो हियर हाम्रो रिभिजनको के छ? ल्याक्स छ। यो एउटा रिभिजनको खतरा एउटा इक्जाम्पल भन्दा पनि हुन्छ। अब बेसिकली हाम्रो दोस्रो पार्ट छ मेमोरी। बेसिकली यो मेमोरी भनेको के हो त? मेमोरी बेसिकली दुईवटा हुन्छ, एउटा सर्ट टर्म हुन्छ, एउटा लङ टर्म हुन्छ। सर्ट टर्म भनेको केही समयलाई बस्ने, टेम्पोररी समयलाई बस्ने। तर जब हाम्रो कुनै इन्फर्मेसनहरू लङ टर्म मेमोरीमा जान्छ नि, त्यो भनेको लाइफ टाइम अथवा पर्मानेन्ट तरिकाले सेभ हुन्छ र कहिले पनि डिलिट हुँदैन। हामीले चाहे तापनि के हुन्छ? डिलिट हुँदैन। इक्जाम्पलहरू लङ टर्मको हेर्ने भने जस्तै हामीले आफ्नो चाइल्डहुड मेमोरीमा केही स्पेसल मोमेन्ट्सहरू छन् जुन हामीले अहिलेसम्म बिर्सेको छैनन्। तर अरू जुन नर्मल डेजहरूका जुन मोमेन्ट्स छन् त्यसलाई चाहिँ हामी बिर्सिन्छौँ। सो नर्मल डेका मोमेन्टलाई हामी सर्ट टर्ममा राख्छौँ भने लङ्गर डे अथवा कुनै स्पेसल डे अथवा स्पेसल मेमोरीलाई हामीले लङ टर्ममा सेभ गरेर राख्छौँ। यो सम्बन्धी हामीले विस्तृत रूपमा पछाडि हामीले अध्ययन गर्ने नै छौँ। अब यो भिडियोमा क्लिक गर्नु अगाडि के जस्तै युट्युबमा गएर 10 वटा भिडियो कुन हामीले भन्न सक्छौँ? भिडियो क्लिक भयो, हामीले योभन्दा अगाडि 10-15 कतिसम्म भिडियो युट्युबमा हेरेको छौँ। त्यो सबै हामीले युट्युबमा रहेको भिडियोको हामीले लिस्ट बनाउन सक्दैनौँ, किनकि ल्याक अफ भिजन, कन्सन्ट्रेसन र फोकस। सो अब म्याक्सिमम स्टुडेन्टको भ्यू के छ है? धेरै जसो स्टुडेन्टले के भन्छन्? रिभिजन भनेको के भन्छ नि? रिभिजन भनेको एउटा यस्तो तरिका हो जसले चाहिँ हामीले निन्दा लगाउँछ, अथवा रिभिजन इज जस्ट अबाउट टाइम वेस्ट। तर के हो? यो सही हो? होइन, इट इज टोटली रङ है। हामीले पढेको हरेक कुराहरू छ नि, सर्ट टर्मबाट लङ टर्ममा जान्छ भने त्यो प्रोसेसलाई हामी के भन्छौँ? रिभिजन। सो प्रोसेस अफ डडर भने भनेको के हो? सर्ट टर्ममा रहेको कुरा लङ टर्ममा कन्भर्ट हुनु नै हाम्रो रिभिजनको मेजर प्रोसेस हो। रिभिजन हामी यसरी डिफाइन गर्न सक्छौँ।
के भयो प्रोसेस अफ रिभिजन पनि भ्याइयो। अब जान्छौँ हामी नेक्स्ट पेजतिर। सो हामी नेक्स्ट पेजमा आइसक्यौँ। नेक्स्ट पेजमा हामीले रिभिजनलाई केही एक्सप्लेन गरेका छौँ एकदम सर्ट है, तर म चाहिँ एकदम लङली एक्सप्लेन गर्नेछु तपाईँहरूलाई। सो रिभिजन भन्ने बित्तिकै के छ भनेपछि अन्डरलाइन इम्पोर्टेन्ट पोइन्ट्स। हामीले हरेक कुरा पढ्ने बेला है, त्यो फिजिक्स होस्, केमिस्ट्री होस्, अन्य बुक होस्, साइन्स होस्, म्याथ होस्, हामीले हरेक इम्पोर्टेन्ट पोइन्टलाई के गर्नुपर्छ, अन्डरलाइन गर्नु पऱ्यो। हाइलाइटर युज गरेर हुन्छ, पेन्सिल युज गरेर हुन्छ कि पेन युज गरेर हुन्छ। सो मेन पोइन्ट भनेको हामीले जसरी पनि इम्पोर्टेन्ट पोइन्टलाई के गर्नुपर्छ, हामीले हाइलाइट गर्नु पऱ्यो, अन्डरलाइन गर्नु पऱ्यो। र रिभिजनमा एउटा अर्को फ्याक्टर आउँछ एक्टिभ रिकल है। यो एक्टिभ रिकल भनेको के हो त है, जस्तै बेसिकली हामीले कुनै एउटा पार्ट पढ्यौँ, एउटा कुनै पान्ना पढ्यौँ भने त्यसलाई ठाउँका ठाउँ बन्द गर्ने र त्यो पढेको कुराहरू कति याद छ भनेर हाम्रो ब्रेनमा त्यसलाई खेलाउने। एक्टिभ रिकल भनेको उत्तिकै बेला हामीले त्यसलाई रिकल गर्ने, सम्झने ट्राई गर्ने हो, त्यो प्रोसेसलाई हामी के भन्छौँ, एक्टिभ रिकल भन्छौँ। रिभिजनमा अर्को की पोइन्ट रहेको छ पिवाइक्यू प्र्याक्टिस। के हो त पिवाइक्यू भनेको? पिवाइक्यू भनेको पास्ट इयर क्वेसनलाई प्र्याक्टिस गर्ने है। पास्ट इयर क्वेसन भनेको इच एभ्री फिल्डमा भेरी इम्पोर्टेन्ट हो। सो यसलाई प्र्याक्टिस गर्नु पनि एउटा रिभिजनको के हो, सानो एलिमेन्ट हो। सो अब हामी अर्को एलिमेन्टतिर जाऊँ। मोडल क्वेसन अफ एसी अथवा एनइबी 11 and 12 भनेको छ। भनेको हामीले कुनै कुरा सर पढ्छौँ भने त्यही कुरालाई धेरै रिपिट गर्नु राम्रो त हो, तर त्यति राम्रो होइन। सो त्यसको साटो हामी अल्टरनेटिभमा के गर्न सक्छौँ भने हामी यति 10 कक्षामा पढिरहेछौँ भनेपछि त्यहाँ रहेको मोडल सेटहरूलाई प्र्याक्टिस गर्ने। यदि एनइबीमा छौँ अथवा 11 12 छ भने त्यो क्लास अथवा त्यो सब्जेक्टको के गर्ने, मोडल क्वेसन प्र्याक्टिस गर्ने। सर र हामीले के गर्ने, प्र्याक्टिस गर्ने। र त्यसपछि हामीले हाम्रो गल्तीहरूलाई एनालाइज गर्ने, हाम्रो के बिग्रियो त, त्यो बिग्रेको टपिक छ नि, त्यो बिग्रेको टपिकलाई बढी प्रायोरिटी दिने भनेको त्यसलाई रिभिजन बढी गर्ने। र जुन बिग्रेको छैन, एकदम नर्मली हामीले मिलाइरहेको छौँ, हामीलाई याद छ हो, त्यो कुरालाई कम दिने है। हरेक कुरालाई इक्वली टाइम दिनुभन्दा पनि जुन हामीलाई गाह्रो लाग्छ है, जुनमा हाम्रो बढी मिस्टेक भएको छ त्यो कुरालाई बढी प्रायोरिटी दिने, र जुन हामीलाई आउँछ त्यसलाई हामी के भन्छौँ, लेस प्रायोरिटी दिन्छौँ। यो नै यो एलिमेन्ट्सको की फ्याक्ट्स हो है। रिभिजनको अर्को एउटा इम्पोर्टेन्ट एलिमेन्ट भनेको के छ, भिजुअलाइजेसन छ। के हो त भिजुअलाइजेसन भनेको? बेसिकली भिजुअलाइजेसन भनेको भिजुअलाइज गर्ने कि हामीले पढेको हरेक कुराहरू, यति मोटो बुक पढ्छौँ त्यसलाई कसरी भिजुअलाइज गर्ने त है। यो भिजुअलाइजेसन भन्ने टेक्निक नै हाम्रो रिभिजनको अन्डरमा पर्छ। सो लास्ट एन्ड सबभन्दा मोस्ट इम्पोर्टेन्ट पार्ट अफ द एलिमेन्ट भनेको के हो भनेपछि टिचिङ अथर भनेको अरूलाई पढाउने। आफूले कुनै कुरा पढियो भनेपछि त्यसलाई जतिसक्दो सिम्पल रूपमा एकदम 5 देखि 6 क्लास है, जति क्लासको विद्यार्थी पनि बुझाउन सक्नु एउटा तरिका भनेकै हामीले के हो, रिभिजन अथवा हामीले त्यो कन्सेप्ट बुझेको मानिन्छ। सो रिभिजनको अन्डरमा टिचिङ अथर भनेको एकदम की भूमिका खेल्छ। अब अर्को प्रश्न छ, रिभिजन कहिले गर्ने त है। यो रिभिजन भन्ने चिज छ नि, यो कहिले गर्ने, सधैँ गर्ने, कहिले काहीँ गर्ने कि गर्दै नगर्ने। सो यसको थोरै एउटा टाइप्स हेरौँ है, कहिले रिभिजन गर्ने बेसिसमा एउटा सानो टाइप्स हेरौँ। ल हेरौँ, एउटा डेली छ, एउटा लास्ट आवर छ, एउटा विकली छ। म हरेक पोइन्टलाई अब इच एन्ड एभ्री पोइन्टलाई एक्सप्लेन गर्नेछु। सो डेली भनेको जस्तै हामीले कुनै बुक्सहरू पढ्छौँ, जस्तै हामीले एक दिनमा 2-3टा बुक्स पढ्छौँ भनेपछि थोरै समय निकालेर 1 देखि 2 घन्टा त्यसलाई रिभाइज गर्छौँ, डेली बेसिस भने त्यसलाई डेली रिभिजन भनिन्छ। अब यसमा जाउँ विकली रिभिजनमा। विकली भनेको हप्तामा गरेर रिभिजन। एक हप्तामा सर हामी के गर्छौँ, 6 दिन पढ्छौँ, र जुन बिदा हुन्छ नि शनिबार, त्यो बेसिसमा हरेक 6 दिन पढेको हरेक कुरालाई के गर्ने, एकदम सर्टली रिभिजन गर्ने, हरेक विषयलाई प्रायोरिटाइज गर्ने। लगभग हामीले ड्युरेसन 5 देखि 6 घन्टासम्म दिन सक्छौँ। अनि रिभिजनको अर्को मोस्ट इम्पोर्टेन्ट पाटा भनेको के छ भने लास्ट आवर रिभिजन। हाम्रो कुनै मोडल इक्जाम आइरहेछ अथवा हाम्रो फाइनल इक्जाम आइरहेछ अथवा प्री बोर्ड इक्जाम आइरहेछ अथवा बोर्ड इक्जाम आइरहेछ, जुनसुकै इक्जाम आए तापनि हामीले इक्जामभन्दा अगाडि कुनै एउटा रिभिजन गर्छौँ भने त्यसलाई भन्छौँ लास्ट आवर रिभिजन। र यो एकदम मोस्ट इम्पोर्टेन्ट रिभिजन हो यो अरू डेली र विकली भन्दा। किन? हामीले नर्मल्ली पढ्छौँ, रिभिजन गर्छौँ, नर्मल दिनमा पढ्छौँ, रिभिजन गर्छौँ, तर यति हामीले इक्जाम अगाडि रिभिजन गर्न बिर्स्यौँ भने त रिभिजन गर्न टाइम पाएनौँ भने हाम्रो इक्जाम बिग्रिन सक्छ। सो लास्ट आवर रिभिजन इज द मोस्ट इम्पोर्टेन्ट रिभिजन। हामी जाउँ नर्मल स्टुडेन्ट भर्सेस टपरमा डिफ्रेन्ट के छ। जस्तै कुनै एउटा नर्मल स्टुडेन्ट छ, हामीले देखेर आउँछौँ, त्यो नर्मल स्टुडेन्ट र टपर डिफ्रेन्स के छ है। एउटा कक्षामा 40 देखि 50 जना विद्यार्थीहरू छन् भने त्यो मध्ये केही मात्रै टपर बन्छन् र बचेका स्टुडेन्टहरू एभरेज अथवा बिलो एभरेजमा गनिन्छन् भनेको नर्मल स्टुडेन्ट छन्। किन यो डिफ्रेन्स आयो त? यसको मेजर डिफ्रेन्स भनेको रिभिजन पनि एउटा हो। कसरी? टपरहरूले रिभिजन गर्न जानेको हुन्छन्, तिनीहरूले रिभिजनको टेक्निकहरू थाहा हुन्छ र तिनीहरूले रिभिजन डेली बेसिस, लास्ट आवर अथवा विकली बेसिसमा रिभिजन गर्छन्।
र तिनीहरूलाई इन्ट्रेस्ट पनि हुन्छ रिभिजन गर्ने भन्दा पनि मेन पढाइमा। सो यो कारणले गर्दा टपर अलि अगाडि छन् र नर्मल स्टुडेन्ट अरूभन्दा अलिक फरक छन्, अलिक पछाडि छन्। किन नर्मल छन् त? त्यसको मेन पर्पज भनेको तिनीहरूलाई रिभिजन गर्न आउँदैन, अथवा तिनीहरूले रिभिजन गर्न जाँदैनन्, अथवा कसैले रिभिजन त गर्छन् तर एकदम के दिन्छन्, लेस टाइम दिन्छन्, अथवा खासै प्रायोरिटी दिँदैनन्, एकदम टाइम वेस्ट बान्छन्। त्यो एकदम के हो, रङ हो। नर्मल स्टुडेन्ट र टपर यदि दुवैले रिभिजन गऱ्यो भने के हुन्छ, टपर त झन् टपर हुन्छ, नर्मल स्टुडेन्ट के हुन्छ, त्यो पनि टपरतिर जान सक्छ। र नर्मल स्टुडेन्टमा अलिकति इन्ट्रेस्ट पनि कम पाइएको हुन्छ। सो द मेजर पोइन्ट इज रिभिजन। सो रिभिजनले पनि कुनै विद्यार्थी टपर छ कि बिलो एभरेज छ कि एभरेज द्याट मिन्स नर्मल छ भनेर पनि डिटरमाइन गर्छ। अब जाउँ हामी हाम्रो नेक्स्ट पेजमा। अब हामीले चेन्ज गऱ्यौँ र आजको हामी नेक्स्ट अथवा लास्ट पेजमा आइसकेका छौँ। यसमा एउटा एक्सपेरिमेन्टको कुरा गरेको छ है, एउटा एक्सपेरिमेन्ट छ जसमा RS100 को कुरा गरेको छ। अब म यसलाई एक्सप्लेन गर्छु। जस्तै हामीले RS100 नेपाली 100 रुपियाँको नोट हामी देखेको छौँ है, र त्यसलाई सानैबाट युज पनि गरेको छौँ। तर यति हामीलाई कसैले त्यो 100 रुपियाँको चित्र गराइदिए है, त्यो बेसिकली चित्र नहेरेर भने चाहिँ हामीलाई अलिकति के हुन्छ, गाह्रो हुन्छ। हामीले जुन कुरा सधैँ युज गरेका छौँ अथवा देखेको छौँ एकदम म्याक्सिमम टाइम, त्यो कुराको यति फिगर हामीले गराउन ट्राई गर्छौँ अथवा नहेरेर ट्राई गर्छौँ भने हामीलाई अलिकति गाह्रो पर्छ, हामी गराउन सक्दैनौँ। भनेको 99% स्टुडेन्टहरू अथवा कुनै पनि मान्छेहरूले गर्न सक्दैनन् है। यसको मेजर फ्याक्ट के हो, रिभिजन भएन, तर एक्चुअली त्यहाँ त रिभिजन छ नि। किन? उसले त्यो 100 को नोट सधैँ देख्छ भनेको बेसिकली उमा रिभाइज भइरहेछ कि कुनै कुरालाई डेली बेसमा देख्नु भनेको त्यो रिभाइज हो। तर त्यति रिभिजन गर्दा पनि उसले पर्फेक्टली त्यो फिगर गराउन आउँदैन। कसैलाई त फिगर पुरै बिर्सिहाल्छन्, तर उनीहरूले त्यो देखेका छन्। सो डु रिभिजन गेट फेल्ड। यसमा के रिभिजन फेल खायो कि खाएन है? यसमा के गर्ने, डु कमेन्ट रिगार्डिङ दिस। तपाईँ सबै के भने यसमा कमेन्ट गर्ने, रिभिजन यो केसमा फेल खायो कि अरू नै केस छ। आफूलाई जे ओपिनियन लाग्छ, आफ्नो जुन थाउट्स छ है, आफ्नो जे भ्यू छ त्यसलाई ट्याक्कै के गर्ने, कमेन्ट डाउन गर्ने। र यदि रिभिजन टेक्निक सम्बन्धी अरू पनि भिडियो चाहियो भने के गर्ने, कमेन्ट डाउन गर्ने है, कमेन्ट डाउन फर पार्ट 2। रिभिजन टेक्निकलाई कमेन्ट गर्ने, आई एम वेटिङ है, र आई विल ट्राई माई बेस्ट। सो यति नै हो आजको लागि, र गिभअवे र बिग एनाउन्समेन्ट यति नै रहेको छ। हाम्रो प्रिन्सिपल फिजिक्स गिभअवे पनि रहेको छ। सो कमेन्ट डाउन, कमेन्ट गर्नु कति पनि बिर्सनु भएन। अनि अर्को भनेको हाम्रो सरप्राइज छ। त्यो सरप्राइज के थियो त, बिचमा भनेन, त्यो सरप्राइज भनेको यही नै हो, कमेन्ट डाउन गर्ने। यो रिभिजन फेल किन खायो, कि रिभिजन अरूभन्दा फरक हो? सो द्याट्स योर ओपिनियन। थ्याङ्क यू सो मच फर वाचिङ। गुड बाई, सी यू इन नेक्स्ट भिडियो।